आज चाहिँ फेरि म र सौरभ भाइ चाहिँ सानो सर्ट राइड हिँडिसकेको छौँ। अहिले दिउँसोको 2:19 गइसक्यो। आज चाहिँ हामी आज स्याटरडे यसो हामी चाहिँ घुम्न निक्लेको हो दुईजना। आज हामी यता जगत भन्ज्याङबाट अब कता कता गइन्छ है। अनि मैले चाहिँ आज घरबाट चाहिँ भिडियो बनाइनँ अब, किनभने तपाईँहरूलाई अब त्यो रोड अलरेडी मैले पहिलाको भ्लगहरूमा देखाइसकेको थिएँ। त्यही भएर मैले सिधै यताबाट देखाएँ होइन। म चाहिँ हामी ठ्याक्कै यो मिर्दीको पुल आइसकेको छौँ। अघि फ्युल पनि हामीले हालिसक्यौँ भनेपछि अब हामी उताबाट जानु पर्ला। यो चाहिँ हाम्रो मिर्दी सबैलाई थाहा छ होइन। वालिङमा बस्नेहरूलाई त सबैलाई थाहा छ। अब बाहिरको भ्युवर्सहरूलाई चाहिँ यो मिर्दी, उताबाट चाहिँ हाम्रो सिद्धार्थ हाइवे, उताबाट पोखरा काठमाडौँ जान सकिन्छ, यताबाट बुटोल सुनौलीसम्म जान सकिन्छ भने यो बाटो चाहिँ हाम्रो जगत जाने बाटो। जगत अनि त्यसपछि केवरे अनि कता कता जानु मिल्छ। यो बाटो त हाम्रो चितवन पनि जानु मिल्छ, नारायणघाट कोरिडोरको बाटो। गाईमुखे धारातिर आउनु लागिसकेको छौँ। गर्मी छ एकदम, जो गर्मी छ अहिले एकदम गर्मी बढेछ। हाम्रो यो पहाड एरियामा पनि सेम तराईको जस्तो गर्मी हुन लाग्यो आजकल त। एकदम त्यो बुटोलतिर हुने गर्मी जस्तै ठ्याक्कै त्यस्तै हुन लाग्यो। लगभग 35-36 सेल्सियस हुन्छ तापक्रम भनेको धेरै हो नि पहाडमा त। त्यो त एकदम गर्मी छ। हामी चाहिँ प्लान यत्तिकै बसिरहेको थियौँ अनि आज छुट्टी होइन, त्यसपछि चाहिँ ल गइदिउँ न त भनेर चाहिँ निक्लेको। यही हो हाम्रो गाईमुखे धारा। एउटा यो हाम्रो मिनरल वाटरमा पनि यसको एउटा ब्रान्ड छ क्या, गाईमुखे धारा भनेर। त्यो मिनरल वाटरमा पनि त्यो ब्रान्ड चाहिँ छ है गाईमुखे धाराको। म खासै चाहिँ बोल्दिनँ होइन। मैले चाहिँ यस्तो त्यो ब्याकग्राउन्ड म्युजिक बनाएको छु क्या आफैले। त्यो गिटारहरू बजाएर टनहरू बनाउँदैछु मैले। त्यो चाहिँ मैले राखिदिन्छु म नबोल्दाखेरि। दामी लाउँछ कि मलाई फेरि यो बाटो फेरि सरको सही छ। तर यो के अरे असारको बेलामा डर हुन्छ, यो ढुङ्गा खस्न सक्ने चान्सेस हुन्छ। ल आदर्शको बस त यहाँसम्म आउँदो रहेछ यार। हामी चाहिँ अब यो ठाउँलाई के भन्छ, बाँसघारी हो कि के हो भन्छ क्या रहेछ, बाँसघारी नै भन्दो रहेछ। मलाई त्यस्तो खासै थाहा छैन कि यताको बाटो, म खासै आउँदिनँ नि त। हाम्रो खासै यता आउने काम पनि पर्दैन, त्यही घुम्न आयो भने आयो नत्र काम पर्दैन नि त यता आउने। त्यही भएर खासै ठाउँहरूको नाम चाहिँ थाहा छैन कि मलाई। भाइहरूले हात हल्लाउँदैछन् हेलो ल ल बाई। भाइहरूले हामीलाई नि देखाउनु न रे कि। अनि त्यही भएर मैले म चाहिँ अफ क्यामेरामा आइरहेको थिएँ ठ्याक्क। अनि ओभरटेक हान्ने बेलामा हामीलाई नि देखाउनु न दाइ रे के। अनि त्यही भएर अन गरेको। फाइनल्ली हामी जगत भन्ज्याङ आइयो। यता लेफ्टबाट जाने दार्जिलिङ जान मिल्छ भने चाहिँ यताबाट चापकोट जान मिल्छ है त। यो बाटो हुँदै चाहिँ हामी चापकोट गइन्छ। चापकोट अनि त्यसपछि यही बाटो नै हुँदै यो हामी त्यो कोरिडोरको बाटो हुँदै हामी चाहिँ सिधै गैराकोट हामी नारायणघाट टिक्लिन मिल्के। अनि म चाहिँ यता पहिला नै आएको थिएँ, अहिले चाहिँ फेरि आउँदैछु। यहाँबाट भ्यू देखिन्छ होइन, हेरौँ न जाम। यहाँबाट चाहिँ भ्यू देखिन्छ होइन, देखाऊँ हेरौँ न। कस्तो दामी देखेको यो सिन। यो सानो सिन्धुली है भाइ, यो सानो सिन्धुली हेर्नु न। वहाँ त्यो रामपुर हो न, रामपुर। अनि कस्तो दामी यो ठाउँ है कि, कस्तो सर्रा हावा लाग्छ। आनन्द आयो कि मलाई त, एकदम फ्रेस भयो म त। यो ठाउँको नाम त थाहा छैन, तर यस्तो दामी के माथिबाट देखाइएको ठाउँमा चाहिँ आइसकेको छ। त्यो सानो सिन्धुली भन्ने ठाउँमा कस्तो घुमाउरे के, यहीँ घुमाउरे के बाटो के, कस्तो डेन्जर के, सानो रहेछ तर
फेरि कस्तो भन्दा घुमाउरे प्लस फेरि ओह्रालो के सिधै ओह्रालो रहेछ के अनि कस्तो चलाउन नि छुट्टै भाइब्स आउने के कस्तो मजाको के यो ठाउँ जो मजाको के सानो रहेछ के बाटो फेरि तर यो बाटोमा चाहिँ अबको यो मनसुन समयमा चाहिँ यो पानी पर्ने समयमा चाहिँ अलि रिस्क चाहिँ छ है हेर्नु न कस्तो घुमाउरेको घुमाउने यहीँ घुमाउरे यहीँ टाइपको कि कस्तो आफैलाई कस्तो चक्कर लाउला कस्तो हुने कि हेर्नु न बाटो हेर्नु न चाहिँ यो धेरै ओह्रालोमा चाहिँ गियरमै हिँड्नुपर्छ है गियरमा हिँड्नेन हामी न्युट्रलमा हिँड्ने अथवा कतिपयहरूले चाहिँ अफ गरेर पनि हिँड्नुहुन्छ कि तर त्यसरी हिँड्न चाहिँ रङ हो है बरु 2-3 गियरमा हिँड्ने होइन सर र त्यो के अरे त्यो न्युट्रलहरूमा चाहिँ त्यो चाबी अफ गरेर चाहिँ हिँड्नु हुँदैन है किनकि ब्रेक पनि धेरै खान्छ अनि प्लस गियरमा हिँड्यो भने त गियरले पनि थाम्छ नि त धेरै हेल्प हुन्छ गियरमा हिँड्यो भने त धेरै के 50% त गियरले सेभ गर्छ के माथि माथि आइयो देखिएको दामी बजार रहेछ म त फर्स्ट टाइम हो दामी रहेछ यो ठाउँ यार यस्तो पाहाडको बिचमा होइन त्यस्तो दामी ठाउँ के वहाँ पारि हल्का देखियो होला होइन कस्तो दामी यो भित्री तराई पनि भन्छ होइन यसलाई यस्तो यत्रो पाहाडको बिचमा होइन लाइक सेम काठमाडौँ भ्याली जस्तो के काठमाडौँ पनि यस्तै पाहाडको बिच अनि ठ्याक्क पाहाडको बिच अन्त ठ्याक्क मुनिपट्टि भ्याली बस्यो नि त त्यस्तै झैँ देखिँदो रहेछ यता हेर्दाखेरि त ए यहाँ माथि भ्यू टावर छ हो के त्यो बुटोलमा माथिपट्टि त्यो नुवाकोट छ है नुवाकोट जस्तो लाग्यो हो मलाई त यो त एकदम हेर्नु नि यो सालको बुट्टाहरू प्लस चापकोट 3 किलोमिटर रहेछ यहाँबाट अझै सेम त्यो नुवाकोटको भाइब्स आयो यार मलाई यार त्यो नुवाकोट थाहा छ नि बुटोल के नुवाकोट के सेम छ होइन यस्तै देखिन्छ होइन त्यो सेम के बाटो धेरै ओह्रालो रहेछ म बाटोतिरै फोकस गर्छु है अहिले भेटौँला उता चापकोटतिरै अब किसान भन्ने ठाउँमा आएको छौँ हामी यताबाट जाने होइन ठ्याक्कै यो किसान ल हामी चाहिँ अहिले चापकोटको यो किसानबाट तलतिर लागिसक्यो दामी रहेछ यार यो ठाउँ त एकदम ठुलो पछि त यो ठाउँ त एकदमै ठुलो हुन्छ त यो ठाउँ त यो अलि भित्रीपट्टि पर्छ नि त वहाँ सिद्धार्थ हाइवेबाट लगभग कति किलोमिटर पर्छ 15-17 किलोमिटर भित्र पर्छ होला सायद मलाई एक्ज्याक्टली थाहा छैन है नत्र भने उता हुन्थ्यो भने त यो ठाउँ त धेरै डेभलप हुन्थ्यो होला है हाम्रो वालिङ भन्दा त यो धेरै ठुलो फाँट रहेछ यहाँ त हाम्रो वालिङमा त अब जति पनि फाँट थियो त्यो सबै सकिसक्यो यताबाट चाहिँ हामी चापकोट जान सकिँदो रहेछ दामी रहेछ ठाउँ एकदम चापकोट आइसकेको छौँ मलाई ठाउँको नाम चाहिँ थाहा छैन
र कस्तो दामी एरिया चाहिँ एकदम दामी रहेछ यार। म आज यहाँ आउने भन्ने थाहै थिएन के, प्लान जो थिएन, यत्तिकै आएको चापकोट आइयो यार। फर्स्ट टाइम, फर द फर्स्ट टाइम हो यार मेरो यार चापकोट यार। लाइक मलाई त त्यो भित्री तराईतिर हिँडे जस्तै भाइब्स हो, सेम टु सेम। यो ठाउँ त भोलि पर्सि त यार अबको 10 वर्षमा त धेरै ठुलो हुन्छ यार यो ठाउँ त यार। यदि यसलाई मेन हाइवेले छोएको भए यो ठाउँ त एकदम भयङ्कर हुने रहेछ नि त यार। अलिकति भित्र पर्छ के। अब चाहिँ सायद उता नारायण घाटतिरबाट चाहिँ कोरिडोरको बाटो छ नि त, खुलिसक्यो नि त, त्यही भएको भएर यो सायद छिटै नै डेभलप हुन्छ होला। यो के हो, दामी रहेछ त यार यो यार। के हो यो, मैदान हो, खेल मैदान हो चापकोटको। ए यहीँ हो है मसबहरू हुने चापकोटमा होइन? मैले त्यो उसमा देखेको थिएँ कि, दामी ठुलो रहेछ यार। ए हामी यो चापकोटको गेट होइन, यसो घुमाउँ न है चापकोटको बजार। हामी इन्ट्री भइसक्यो, मेन बजार चाहिँ यो रहेछ क्या चापकोटको होइन? कस्तो मजाको त्यो भित्री तराईतिर हुन्छ नि त्यो भित्रभित्र त्यो। भाइले फेरि मलाई गाइड गरिरहेछ होइन। भाइ चाहिँ पहिल्यै नै 2-3 पालि आइसकेछन्, धेरै पालि आइसकेछन् भाइ चाहिँ। म चाहिँ फर्स्ट टाइम हो नि त, अनि त्यही भएको भएर अनि आज चाहिँ चापकोट डुल्दिउँ भनेर। अनि यो भिडियो चाहिँ अलिकति लामो भयो भने चाहिँ मैले यसलाई पार्ट 1 पार्ट 2 गरेर हाल्छु है, किनकि मेरो चापकोट रामपुर भनेको फर्स्ट टाइम छ नि त। अनि त्यही भएर मैले चाहिँ धेरै फुटेजहरू लिन सक्छु होइन। त्यही भएको भएर चाहिँ मैले चाहिँ पार्ट 1 र पार्ट 2 चाहिँ गर्न सक्छु है। ल हुन्छ, ल अब बाटो बाटोमा के हुन्छ म तपाईँहरूलाई अपडेट गराइहाल्छु। चापकोटमा चाहिँ बजार चाहिँ खासै त्यस्तो उस रहेनछ, तर एरिया चाहिँ त्यो ठुलो रहेछ। तर भोलि पर्सि चाहिँ यो फ्युचरमा चाहिँ धेरै ठुलो हुन्छ। चापकोटबाट चाहिँ अब रामपुर जाने पुलमा आइसकेको छौँ। यो चाहिँ भाइले अर्कोतिरबाट लिएर आएको होइन, उताबाट भन्थ्यो खासमा चाहिँ। यो चाहिँ कालीगण्डकी पुल रहेछ, कालीगण्डकी पुल। यसको लम्बाइ चाहिँ 151.6 मिटरको रहेछ। वाउ, नमस्कार, सबैको रक्षा गर्नुहोस् काली गण्डकी भगवान। दामी रहेछ यार कालीगण्डकी यार पुल यार। यसको कस्तो ठुलो होइन, सेम नारायणी जस्तो के। सबैजनाको रक्षा गर्नु। ओम नमः शिवाय। हामी चाहिँ चापकोटबाट अब रामपुर होइन भाइ? अब हामी फेरि माथि चढ्नु पऱ्यो क्या न? हामी चाहिँ भाइले भन्दैछ कि अर्को बाटो आएको भनेर मलाई घुमाइरहेछ। अहिले चाहिँ हामी फर्किँदा त्यो बाटो फर्किन्छौँ दाइ, त्यही भएर हामी यताबाट घुमाउँ भनेर भाइले मलाई घुमाइरहेछन्। दामी दामी रहेछ यार चापकोट रामपुर यार। फर द फर्स्ट टाइम भएर पनि होला, मलाई छुट्टै रमाइलो पनि रहिरहेछ होइन। ठ्याक्कै यो रामपुरको गेटनिर आइसकेका छौँ। स्वागतम गर्दैछ हामीलाई रामपुरले। ठ्याक्क हामी चाहिँ रामपुरमा छिरिसकेको छौँ है। यो चाहिँ के रहेछ? हस्पिटल रहेछ यार यो यार। कति ठुलो रहेछ यार हस्पिटल यार रामपुरमा यार। रामपुरमा हस्पिटल चाहिँ डेन्जर ठुलो रहेछ यार। अब मेन चाहिने भनेको ठाउँलाई रिप्रेजेन्ट गर्ने भनेको, चिनाउने भनेको कि हस्पिटल हुनु पऱ्यो, हाइवे हुनु पऱ्यो होइन। त्यसपछि हाम्रो राम्रो स्कुलहरू हुनु पऱ्यो होइन। त्यसले चाहिँ हाम्रो चाहिँ ठाउँलाई रिप्रेजेन्ट गर्छ के। त्यो डिभाइडरको लागि पनि काम हुँदै रहेछ होइन। यो डिभाइडर नै होला सायद। ए त्यो बाटो नारायण घाट हो जाने। अब यो बाटो कता गइन्छ त? ए भाइ, हामी चाहिँ अब रामपुर बजार घुम्ने यता जाऊँ होइन। ए अझ डिभाइडर रहेछ नि त होइन। खतर रहेछ यार रामपुर त यार। वाउ, लभली रहेछ त यार रामपुर त यार। धेरै डेभलप रहेछ नि त अनि रामपुर त यार। भित्र मात्र भएर रहेछ यार। म यहीँ रहेछ यार रामपुर जो यार। आउनै पर्ने ठाउँ रहेछ रामपुर त। ओहो
ओहो कस्तो राम्रो यार साइडमा फुलहरू रोपेको डिभाइडरमा होइन भाइले मलाई गाइड गर्दैछ यता यता भन्दै धेरै दामी रहेछ नि त अनि रामपुर त यार म त पहिल्यै आउन पर्ने रहेछ रामपुर कस्तो राम्रो ओहो दाइले चाउमिन लिएर हिँड्यान् कति धेरै हाम्रो रामपुरको बजार भाइले अघि हिँड्नु भन्दैछ रामपुर चाहिँ दामी रहेछ यार ल ओके म हजुरलाई देखाउँछु है के हुन्छ अब